नमस्कार साथीहरू, यहाँहरू सम्पूर्णलाई स्वागत छ आजको नयाँ भिडियोमा। यदि साथीहरू तपाईहरु आफ्नो बालबच्चाहरूको डिमेट खाता खोलेर हैन मेरो शेयर खाता खोलेर तपाईहरु आइपीओ भर्दै हुनुहुन्छ र आइपीओ भर्दै गर्दा कुनै पनि आइपीओ परेको छ भने अब चाहिँ तपाईले बेच्नको लागि है तपाईको बालबच्चालाई परेको आइपीओहरु बेच्नको लागि तपाईले ट्रेडिङ अकाउन्ट अथवा यसलाई ब्रोकर अकाउन्ट पनि भन्छ, तपाईले ट्रेडिङ अकाउन्ट ओपन गर्नुपर्ने हुन्छ। जबसम्म तपाईले ट्रेडिङ अकाउन्ट ओपन गर्नुहुन्न तबसम्म तपाईले कुनै पनि आइपीओ बेच्न पनि सक्नुहुन्न, किन्न पनि सक्नुहुन्न। हो, तपाईले डिमेट खाता खोल्नु भएको छ, मेरो शेयर खाता खोल्नु भएको छ, तर पनि तपाईलाई शेयर बेच्नको लागि तपाईले ट्रेडिङ अकाउन्ट, ट्रेडिङ म्यानेजमेन्ट सिस्टम जसलाई छोटकरीमा टीएमएस पनि भन्छ, तपाईले टीएमएस खाता खोल्नुपर्ने हुन्छ। हो, त्यसैले आजको यस भिडियोमा मैले तपाईहरुलाई हामीले अनलाइनबाट सजिलैसँग घरै बसेर अनलाइनबाट ट्रेडिङ अकाउन्ट अथवा टीएमएस अकाउन्ट कसरी ओपन गर्ने त्यसको बारेमा सम्पूर्ण जानकारी गराउने छौं। अहिले साथीहरु नेपालमा थुप्रै ब्रोकर कम्पनी छन् हैन, हामीले कुनै पनि ब्रोकर कम्पनीबाट आफ्नो ट्रेडिङ अकाउन्ट ओपन गर्न सक्छौं। अहिले नेपालमा लगभग 90-92 वटा ब्रोकर कम्पनी छन् हैन, ती मध्ये तपाईले कुनै पनि बाट ओपन गर्न सक्नुहुन्छ। र यदि साथीहरु तपाईहरु आफ्नो ठाउँमा रहेको, आफ्नो प्रदेशमा भएको वा आफ्नो नजिकै भएको कुनै पनि ब्रोकर अकाउन्टबाट आफ्नो टीएमएस अकाउन्ट, आफ्नो बालबच्चाको टीएमएस अकाउन्ट ओपन गर्न चाहनुहुन्छ भने त्यस्तो अवस्थामा तपाईले गुगलमा गएर नेप्सेको वेबसाइटबाट सजिलैसँग आफ्नो क्षेत्रमा, आफ्नो ठाउँमा कुन ब्रोकर छन् भनेर हेर्न सक्नुहुन्छ है त। तर आज म तपाईहरुलाई ब्रोकर नम्बर 49 बाट तपाईलाई अनलाइनबाट सजिलैसँग बच्चाहरूको, माइनरहरूको ट्रेडिङ अकाउन्ट कसरी ओपन गर्ने त्यसको बारेमा जानकारी गराउँछु। तर यदि तपाईलाई आफ्नो ठाउँमा कुन ब्रोकर छ भनेर जान्न चाहनुहुन्छ भने हैन, त्यसको लागि तपाईले यहाँनिर गुगल ओपन गर्नुहोस् है। गुगल ओपन गरिसकेपछि तपाईले यहाँनिर टाइप गर्नुपर्ने हुन्छ नेप्से अथवा यहाँ तपाईले NEPL नेपाल stock.com यो पनि सर्च गर्न सक्नुहुन्छ अथवा तपाईले .np लगाएर पनि सर्च गर्न सक्नुहुन्छ। दुईवटा डोमेन छन्। तपाईले यहाँनिर वेबसाइटमा आइसकेपछि अब चाहिँ तपाईले यहाँनिर मेम्बर भन्ने अप्सन छ नि, यहाँनिर ब्रोकर भन्ने अप्सन छ, यो ब्रोकरमा यसरी क्लिक गर्नुहोस्। अब क्लिक गरिसकेपछि यहाँनिर अहिले चाहिँ 20 आइटम देखाएको छ। म चाहिँ यहाँनिर टोटल यहाँनिर 300 राख्छु। यहाँनिर फिल्टरमा क्लिक गर्छु। अब फिल्टरमा क्लिक गरिसकेपछि देख्न सक्नुहुन्छ अहिले हामी नेपालमा टोटल 92 वटा ब्रोकर कम्पनी खोलिसकेका छन् है। अब हेर्नुहोस् त, अब साथीहरु तपाईले आफ्नो प्रदेशमा, आफ्नो ठाउँमा कुन ब्रोकर छ भनेर हेर्नको लागि चाहिँ हैन, यहाँनिर तपाईले नाम केही गर्नु परेन, यहाँनिर कन्ट्याक्टमा पनि केही गर्नु परेन, नम्बरमा केही गर्नु परेन। जस्ट तपाईले यहाँनिर प्रोभिन्स भन्ने अप्सन छ नि, प्रोभिन्समा तपाईले जस्ट यसरी क्लिक गर्नुहोस्। अब चाहिँ तपाईले आफ्नो प्रदेश छान्नुहोस् यहाँबाट। जस्तो मैले यहाँनिर प्रोभिन्स 7 छाने, त्यसपछि यहाँनिर फिल्टर भन्ने अप्सन छ, यो फिल्टरमा मैले क्लिक गरेँ। अब देख्न सक्नुहुन्छ यहाँनिर जस्तो भिजन सेक्युरिटी रहेछ है हाम्रो प्रदेश नम्बर 7 मा, अनि त्यसपछि दीपशिका रहेछ, दीपशिका यहाँनिर 3 वटा देखाएको छ, 3 वटा ब्रान्च हो भन्ने देखाएको हो। अनि यहाँनिर त्रिशली सेक्युरिटी पनि रहेछ, त्रिशली सेक्युरिटी, त्यसपछि इन्दिरा सेक्युरिटी भन्ने पनि छ। अब यसको ब्रान्च कुन ठाउँमा छ भनेर हेर्नको लागि चाहिँ यतापट्टि यहाँनिर ब्रोकर ब्रान्च भन्ने छ। जस्तो यहाँनिर मैले यहाँनिर इन्दिरा सेक्युरिटी भनेर यतापट्टि यहाँनिर यो आँखा छ नि, यो आँखाको यसरी यसमा क्लिक गरेँ। यसमा क्लिक गरिसकेपछि देख्न सक्नुहुन्छ सुर्खेत ब्रान्च, धनगढी ब्रान्च, यहाँनिर यो ठाउँमा यो ब्रान्च छ भनेर देखाएको छ। अब यसको यहाँनिर टीएमएस लिङ्क हैन, टीएमएस नम्बर पनि देखाएको छ। यसको चाहिँ टीएमएस 80 रहेछ, यहाँनिर यसको 48 48 38 हैन, यहाँनिर 34 यसरी छ भन्ने देखाएको छ। अब यहाँनिर जस्तो तपाईले भिजन सेक्युरिटी भनिसकेपछि तपाईले यहाँनिर यसरी यसलाई कपी गर्नुभयो भने यसको यहाँनिर सर्च गर्नुभयो भने यसको यहाँनिर वेबसाइटमा पनि जान सक्नुहुन्छ थप हैन। अथवा जस्तो तपाईले अनलाइन अकाउन्ट खोल्नु भन्दा अगाडि तपाईले कन्फर्म गर्नुपर्ने हुन्छ यसले अनलाइनबाट खाता खोल्न स्वीकृत गर्छ कि गर्दैन। त्यसको लागि तपाईले यहाँनिर कन्ट्याक्ट नम्बर भन्ने छ यतापट्टि, यो कन्ट्याक्ट नम्बर यहाँ कल गरेर तपाईले सोध्न सक्नुहुन्छ है। सबभन्दा पहिला खाता ओपन गर्दाखेरि सोध्नु होला यो अनलाइनबाट हैन खाता खोल्न सकिन्छ कि सक्दैन भनेर सोध्नु होला। यदि सकिन्छ भनिसकेपछि मात्रै तपाईले यहाँनिर जस्तो टीएमएस जस्तो 38 यहाँनिर 38 मैले यसरी क्लिक गरेँ भने यहाँनिर यतापट्टि न्यू रजिस्ट्रेसन भन्ने हुन्छ, यसमा क्लिक गरेर यसरी तपाईले यहाँबाट अनलाइन खाता खोल्न सक्नुहुन्छ है। तर सबभन्दा पहिला चाहिँ तपाईले कन्फर्म गर्नु होला अनलाइनबाट खाता खोल्न सकिन्छ कि सकिन्न भनेर। हुन त नेपालमा थुप्रै ब्रोकर छन्, तर सबैले अनलाइनबाट खाता खोल्दैन है। थोरै कमले मात्र अनलाइनबाट खाता खोल्छ। त्यही भएर खाता खोल्नुभन्दा अगाडि तपाईले कन्फर्म चाहिँ गरिहाल्नु होला है त। ल अब साथीहरु यहाँनिर म चाहिँ तपाईलाई 49 बाट सिकाउन गइरहेको छु हैन। यहाँनिर तपाईले गुगलमा आएर अब चाहिँ तपाईले आफ्नो ब्रोकर, आफ्नो बच्चाहरूको खाता खोल्नको लागि यहाँनिर गुगलमा आउनुहोस्। गुगलमा आइसकेपछि यहाँनिर TMS 49
भनेर सर्च गर्नुहोस्। सर्च गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ होइन, यहाँनिर यो नेप्से अनलाइन ट्रेडिङ सिस्टम भन्ने हुन्छ, यसलाई यसरी ओपन गर्नु होला। ओपन गरिसकेपछि यहाँनिर न्यू रजिस्ट्रेसन भन्ने हुन्छ होइन, अनलाइन ट्रेडिङ अकाउन्ट ओपनिङ भन्ने हुन्छ, यसमा यसरी क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि यहाँनिर तपाईँले के विवरणहरू यहाँनिर सबै विवरण राम्रोसँग मजाले भर्नुपर्ने हुन्छ। कसरी भर्ने के कुराहरू तपाईँलाई चाहिन्छ त्यो एकछिनमा म तपाईँलाई सबै कुरा राम्रोसँग भन्ने नै छु। र त्योभन्दा पहिला तपाईँले जस्तो ब्रोकर नम्बर 49बाट खोल्दै हुनुहुन्छ भने यो कुन ब्रोकर हो त, यो ब्रोकरको नाम के हो त, त्यो त जान्नु पऱ्यो नि। हो, त्यो जान्नको लागि यहाँनिर अनलाइन सेक्युरिटिज हो, यहाँनिर तपाईँले तल जानुभयो भने यहाँनिर अनलाइन सेक्युरिटिज भनेर आएको छ। हामी चाहिँ अनलाइन सेक्युरिटिजबाट, यो चाहिँ हाम्रो ब्रोकर कम्पनीको नाम हो। मैले यसलाई एडहरू कट गरिदिन्छु। यो चाहिँ अनलाइन सेक्युरिटिज, यहाँनिर देख्न सक्नुहुन्छ ब्रोकर नम्बर 49बाट हामी अनलाइन खाता खोल्न गइरहेका छौँ है। तपाईँले खोल्नुभन्दा अगाडि ब्रोकरको नाम जान्नु पऱ्यो। हो, यो हाम्रो यो कम्पनी हो भनेर बुझ्नु होला। अब थप तपाईँलाई केही समस्या आयो फ्युचरमा होइन, तपाईँले केही सोध्नुपर्ने भयो, तपाईँलाई केही कुरा तपाईँले जान्नुपर्ने भयो, त्यस्तो अवस्थामा तपाईँले कल गरेर पनि सोध्न सक्नुहुन्छ नि त। अस होइन, यहाँनिर थुप्रै छन्। यहाँनिर कन्ट्याक्टमा जानुभयो भने यहाँनिर जस्तो यहाँनिर नम्बर छ नि होइन, यहाँनिर काठमाडौँ ब्रान्च, धरान ब्रान्च, यहाँनिर तपाईँले कस्टमर सपोर्टको लागि यो नम्बरमा कल गर्न सक्नुहुन्छ। भाइबर अन्ली भनेको छ, यहाँनिर कल पनि ओके। यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ माथि यहाँनिर नम्बर दिएको छ, यो नम्बरमा कल गरेर पनि तपाईँले अन्य कुराहरू बुझ्न सक्नुहुन्छ है त। ल अब साथीहरू, हामीहरू यो अनलाइनबाट कसरी खाता खोल्ने होइन, के कसरी विवरणहरू भर्ने त्यो बारेमा सिक्नेछौँ। भिडियो अलिकति लामो हुनसक्छ, तपाईँले यो भिडियोमा सम्पूर्ण जानकारी तपाईँले A to Z होइन, तपाईँले कुनै पनि कुरा कन्फ्युजन नहुने गरी है। बच्चाको खाता खोल्दाखेरि त धेरै कन्फ्युजन हुन्छ नि त। आफ्नो खोल्दाखेरि पो एकदमै सजिलो हुन्छ, आफ्नो डकुमेन्टहरू राख्ने त्यसपछि खोलिहाल्छ। तर बच्चाको राख्दाखेरि के राख्ने, कसरी राख्ने, यो कुरा एकदमै महत्त्वपूर्ण हुन्छ नि त। हो, त्यसैले यो भिडियोमा अलिकति लामो हुनसक्छ, तर पनि पुरै जानकारी दिने कोसिस गरेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। ल अब यहाँनिर हामी यसमा आएका छौँ। म अरू कुराहरू यसरी काटिदिन्छु है। यहाँनिर हामी 49बाट ओपन गर्दैछौँ। अब यहाँनिर यसमा आइसकेपछि अब चाहिँ तपाईँले यहाँनिर सबैभन्दा पहिला चाहिँ जनरल डिटेल भर्नु पर्ने हुन्छ है, तपाईँको बच्चाको है। ल सबैभन्दा पहिला चाहिँ यहाँनिर रिफर बाई भनेको छ, यसमा तपाईँले केही पनि लेख्नु परेन। यदि तपाईँले यसैबाट ओपन गर्नुभएको छ भने यहाँनिर तपाईँले आफ्नो क्लाइन्ट कोड पनि राख्न सक्नुहुन्छ। यो चाहिँ रिफर कसले गरेको, कसले तपाईँलाई सजेस्ट गरेको यहाँबाट खोल भनेर भन्नको लागि हो होइन। यो यहाँनिर केही राख्नु पर्दैन। अनि यहाँनिर क्लाइन्ट टाइप भनेको छ, यसमा चाहिँ तपाईँको जस्तो इन्डिभिजुअल हो कि यहाँनिर इन्डिभिजुअल छान्नु होला, किनकि तपाईँ आफ्नो बच्चाको खाता खोल्दै हुनुहुन्छ नि त, किनकि त त्यो व्यक्ति हो, हामी व्यक्तिगत खोल्दैछौँ। हो, त्यही भएर यहाँनिर इन्डिभिजुअल राख्नु होला। र त्यसपछि यहाँनिर मोबाइल नम्बर भनेको छ। अब मोबाइल नम्बर कसो राख्ने भन्ने तपाईँलाई कन्फ्युजन हुनसक्छ, किनकि बच्चाको त मोबाइल नम्बर हुँदैन। हो, अब यहाँनिर सुन्नुहोस् है त। तपाईँले मेरो सेयर खाता, डिमेट खाता खोल्दाखेरि बैङ्कमा को गएको थियो, आमा गएर खोल्नु भएको थियो कि बुवा गएर खोल्नु भएको थियो है। अब जस्तो तपाईँले मेरो सेयरमा गएर हेर्नुभयो भने त्यहाँनिर नम्बर राखेको हुन्छ है। जस्तो आमा गएर खोलेको हो भने आमाको नम्बर होला, बुवा गएर खोलेको हो भने बुवाको नम्बर होला। हो, त्यो सबैभन्दा पहिला त्यो कन्फर्म गर्नु पऱ्यो। डिमेट खाता खोल्दाखेरि बैङ्कमा बच्चाले लगेर को गएको हो, त्यो तपाईँले यहाँनिर त्यो नम्बर राख्नु होला। तपाईँ आमा भने आमाको नम्बर राख्नुहोस्, बुवा भने बुवाको नम्बर राख्नुहोस् है। यसरी यहाँनिर नम्बर राख्नुहोस्, 98 68 यसरी राख्नु होला। मैले जस्ट राखिनँ। र नम्बर राखिसकेपछि यहाँनिर अनलाइन भइहाल्यो, हाम्रो अनलाइन छ। अब यहाँनिर मेम्बर ब्रान्च भनेको छ, यहाँनिर तपाईँले काठमाडौँ नै छान्नु होला है। यहाँनिर अरू पनि छान्न सक्नुहुन्छ, तपाईँ धरान छान्न सक्नुहुन्छ, नुवाकोट छान्न सक्नुहुन्छ। म चाहिँ यहाँनिर पश्चिमको मान्छे हो नि त, अब पश्चिममा खाता छ, यसको ब्रान्च छैन, त्यही भएर यहाँनिर म काठमाडौँ नै छान्छु है। अब यहाँनिर प्यान नम्बर भनेको छ। प्यान नम्बर यदि तपाईँसँग छ भने, जस्तो तपाईँ आमा हो भने मैले के भने सुरुमा बैङ्कमा आमाले गएर खाता खोलेको भने आमाको डिटेल राख्नुपर्छ। यदि बुवा गएर खोलेको भने बुवाको डिटेल राख्नु पऱ्यो है। यो क्रममा क्लियर हुनु होला सबैभन्दा पहिला। अब यहाँनिर जस्तो अब यहाँनिर तपाईँले आफ्नो बच्चाको त हुँदैन, तपाईँले आफ्नो प्यान नम्बर राख्न सक्नुहुन्छ। यहाँनिर यो स्टार छैन, त्यही भएर अनिवार्य छैन, तर राख्दाखेरि झनै राम्रो हुन्छ। अब इमेल एड्रेस भनेको छ। अब इमेल एड्रेसमा चाहिँ तपाईँले आफ्नो इमेल एड्रेस यसमा राख्न सक्नुहुन्छ। यदि तपाईँले योमा खाता अलरेडी खोलिसक्नु भएको छ भने पनि तपाईँले आफ्नो इमेल राख्न सक्नुहुन्छ, किनभने तपाईँको त बच्चाको खाता खोल्दै हुनुहुन्छ नि त, बच्चाको त इमेल हुँदैन। यदि फ्युचरमा बच्चाले आफ्नो इमेल प्रयोग गरोस् होइन, भोलिका दिनमा चेन्ज गर्नु नपरोस् भन्न चाहनुहुन्छ भने तपाईँले एउटा बच्चाको नाममा बनाएर पनि प्रयोग गर्न सक्नुहुन्छ, तर तपाईँले आफ्नै पनि प्रयोग गर्न सक्नुहुन्छ है। तपाईँले यहाँनिर आफ्नो इमेल राख्नु होला। इमेल राखिसकेपछि यहाँनिर नेक्स्ट भन्ने अप्सन हुन्छ। इमेल चाहिँ एकदमै राम्रो तरिकाले होइन, कुनै पनि मिस्टेक नहुने गरी राख्नु होला, किनकि इमेलमा तपाईँलाई पछि क्लाइन्ट कोडहरू, पासवर्ड चेन्ज गर्ने अप्सनहरू, लिङ्कहरू आउँछ। त्यही भएर इमेल चाहिँ मजाले राख्नु होला है त।
त्यसपछि यो सबै भरिसकेपछि यहाँनिर नेक्स्ट भन्ने अप्सन हुन्छ, नेक्स्टमा क्लिक गर्नुहोस्। अब यहाँनिर तपाईँले जनरल डिटेल भरिसकेपछि तपाईँको यहाँनिर ग्रिन देखाउँछ, तर मेरो चाहिँ रातो देखायो, किनभने मैले अगाडि यहाँनिर डिटेल भरेको छैन है। यो कुरामा ध्यान दिनु होला है त। यहाँनिर तपाईँ ग्रिन देखाएको हुन्छ। अब चाहिँ हामी इन्डिभिजुअल भर्दैछौँ। यहाँनिर स्टेप छन् 1 2 3 4 5 6 7 8 8वटा स्टेपमा हामीले विवरणहरू यसमा भर्नुपर्ने हुन्छ है। ल अब चाहिँ हामी दोस्रो अप्सन इन्डिभिजुअल डिटेलमा आएका छौँ। ल अब चाहिँ तपाईँले यहाँनिर तपाईँको बच्चाको है, किनकि तपाईँ बच्चाको खाता खोल्दै हुनुहुन्छ है, त्यही भएर बच्चाको यहाँनिर फर्स्ट नेम राख्नुहोस्, त्यसपछि मिडल नेम छ भने यसमा राख्नुहोस्, छैन भने नराख्नुहोस्, त्यसपछि यसमा लास्ट नेम राख्नुहोस्। अब बच्चा मेल हो कि फिमेल हो के छान्नुहोस्, यहाँबाट मेल भने मेल छान्नुहोस्, फिमेल भने फिमेल छान्नुहोस्। अब डेट अफ बर्थ इन बिएस भनेको छ, तपाईँको बच्चाको जन्ममिति कहिले हो, तपाईँको जन्मदर्ताको अनुसार है, जन्मदर्ता हातमा लिनु होला, हातमा लिएर हेरेर भर्नु होला। अब बच्चाको यहाँनिर कहिले हो, जस्तो 82 होइन, जस्तो 78 हो कि होइन, कहिले यहाँबाट छान्नु होला, जेड यसरी 5 फिमेल छाने। अब त्यसपछि फादर नेम, अब बच्चाको फादरको नाम के हो है, अब यहाँनिर राख्नु होला बच्चाको फादरको नाम, यहाँनिर फादर नेम राख्नुहोस्, त्यसपछि बच्चाको यहाँनिर तपाईँको मदर नेम राख्नुहोस्, त्यसपछि बच्चाको ग्रान्डफादर नेम के हो त्यो राख्नुहोस्। अनि त्यसपछि तल जानुहुन्छ भने यहाँनिर इज एनआरएन भनेको छ, के तपाईँ एनआरएन हो, होइन है, होइन, नोमा क्लिक गर्नुहोस्। त्यसपछि इज माइनर भनेको छ, के तपाईँ बच्चा हो, बच्चाको खाता खोल्दै हुनुहुन्छ भन्दैछ। अब हामी यहाँनिर बच्चाको खाता खोल्दैछौँ हो, त्यही भएर यहाँनिर हामी एसमा क्लिक गर्छौँ। यदि आफ्नो ठुलो मान्छेको आफ्नो ओपन गर्दै थियौँ भने यहाँनिर नोमा क्लिक गर्थ्यौँ है, यो कुरा यहाँनिर ध्यान दिनु होला है त। अब बच्चाको यहाँनिर हामीले एसमा क्लिक गरिसकेपछि यहाँनिर नेसनालिटी नेपाली आइहाल्यो, त्यसपछि बर्थ सर्टिफिकेट नम्बर हुन्छ, तपाईँको बच्चाको जन्मदाताको माथि दर्ता नम्बर भनेर लेखेको हुन्छ, कति यहाँनिर लेख्नुलाई, जस्तो यहाँनिर फर इक्जाम्पल यहाँनिर मेरो 67 छ है। अनि त्यसपछि बर्थ सर्टिफिकेट इस्यु प्लेस, अब कुन ठाउँबाट होइन जन्मदाता बनाउनु भएको बच्चाको, जस्तो यहाँनिर मैले चाहिँ यहाँनिर जस्तो कैलाली छाने है। त्यसपछि बर्थ सर्टिफिकेट इस्यु प्लेस इन बिएस भनेको छ, यहाँनिर जन्मदाता कहिले बनाउनु भएको, जन्मदाताको माथि जारी मिति के अरे जन्मदाताको मिति लेखेको हुन्छ, त्यो मिति यहाँबाट छान्नु होला है त। यसरी छान्नुहोस्, तपाईँले बिएस छानिसकेपछि एडी अटोमेटिक आइहाल्छ। त्यसपछि गार्जन होइन, के अरे गार्जनको नाम भनेको छ, यहाँनिर हेर्नुहोस् त। अब गार्जनको नाम तपाईँले आफ्नो नाम लेख्नु पऱ्यो, जस्तो मैले अगाडि पनि भनिसकेँ, तपाईँ बैङ्कमा गएर होइन डिम्याट खाता खोल्दाखेरि तपाईँले आमाको नामबाट खोल्नु भएको छ कि तपाईँले बुवाको नामबाट खोल्नु भएको छ डिम्याट अकाउन्ट बच्चाको है, त्यो यहाँनिर जस्तो यहाँनिर मैले जस्तो फर इक्जाम्पल मैले आफै बैङ्कमा गएर मैले बुवाको नामबाट खोलेको छु भने यहाँनिर तपाईँको बुवाको नाम लेख्नु पऱ्यो है। त्यसपछि यहाँनिर अब गार्जन रिलेसनसिप के हो भन्दैछ, यो त्यो मान्छेसँग बच्चाको रिलेसन के हो भन्दैछ, यहाँनिर FATHER फादर हो भने फादर लेख्नुहोस्, अथवा यहाँनिर MOTHER मदर हो भने मदर लेख्नुहोस्। तपाईँले यहाँनिर है यो बच्चाको खाता खोल्दाखेरि आमा अथवा बुवाबाट मात्रै खोल्न सकिन्छ, तपाईँ दाजुभाइ हो भने चाहिँ खोल्न सकिँदैन है, त्यस्तो अवस्थामा क्लियर हुनु होला। जस्तो तपाईँ भाइको खोल्दै हुनुहुन्छ भने तपाईँ सक्नुहुन्न, तपाईँको यहाँनिर डिटेल चाहिँ के चाहियो, आमाको अथवा बुवाको चाहियो है। अरू डकुमेन्ट खोल्न त जसले पनि खोल्न सक्यो, तर यहाँनिर डकुमेन्ट भर्दाखेरि डिटेल भर्दाखेरि डकुमेन्ट चाहिँ आमाको अथवा बुवाको चाहियो है त। यो कुरामा कन्फ्युजन नराख्नु होला है त। त्यसपछि यहाँनिर गार्जन होइन टेलिफोन नम्बर भनेको चाहिँ यहाँनिर टेलिफोन नम्बर राखिदिनु होला, त्यसपछि तपाईँले मोबाइल नम्बर राखिदिनु होला, यहाँनिर यसो राखिदिनु होला, मैले यहाँनिर के पनि राखेन। अनि त्यसपछि यो परेन, यो पनि परेन। त्यसपछि गार्जन इमेल भनेको छ है, मैले अगाडि पनि भने इमेल यहाँनिर फेरि राखिदिनु होला, यहाँनिर इमेल राखिदिनु होला। अनि इमेल राखिसकेपछि यहाँनिर तपाईँको गार्जन फाइनेन्सियल डिटेल भनेको छ, यहाँनिर कति कमाउनुहुन्छ होइन, फाइनेन्सियल वर्षमा के कस्तो आम्दानी हुन्छ त्यो राख्नु होला। यहाँनिर जुन पनि राख्न सक्नुहुन्छ, यहाँनिर अप टु 5 लाख राखिदिएँ मैले। अनि गार्जन इन्भल्भ इन इन्भेस्टमेन्ट कम्पनी भनेको छ, यहाँनिर जस्तो गार्जन कुनै पनि इन्भेस्टमेन्ट कम्पनीमा इन्भल्भ हुनुहुन्छ भनेको छ, यहाँनिर हुनुहुन्छ भने एस गर्नु होला, नर्मली यो नो गर्दा पनि खासै पर्दैन, नोमै गर्नु होला है त। ल यी सबै भरिसकेपछि यहाँनिर नेक्स्ट भन्ने अप्सन हुन्छ, नेक्स्टमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँनिर तपाईँले एड्रेस डिटेल भन्नुपर्ने हुन्छ। अब यहाँनिर तपाईँको कन्ट्री नेपाल भइहाल्यो, स्टेट छान्नु होला यहाँबाट। अनि त्यसपछि डिस्ट्रिक्ट के हो त्यो छान्नु होला, यहाँबाट यसरी छान्नु होला। त्यसपछि म्युनिसिपालिटी स्थानीय तह कुन हो यहाँनिर छान्नु होला होइन।
अनि त्यसपछि वडा नम्बर कति हो त्यो छान्नु होला। अनि त्यसपछि तपाईँको टोलको नाम होइन, जस्तो टोल हुन्छ नि त, त्यो टोलको यो यहाँनिर नाम लेख्नु होला। त्यसपछि यहाँनिर सेम एज अ पर्मानेन्ट एड्रेसमा क्लिक गरिदिनु होला। यो टेम्पोररी एड्रेस राख्नु परेन है, सेममा क्लिक गरिदिनु होला। अनि तल पनि सेम हुन्छ, माथि पनि सेम हुन्छ। यो गरिसकेपछि यहाँनिर नेक्स्ट भन्ने अप्सन छ, यो नेक्स्टमा क्लिक गर्नुहोस्। अब क्लिक गरिसकेपछि यहाँनिर तपाईँले अर्को अप्सन हुन्छ बैङ्क डिटेल भन्नुपर्ने हुन्छ है। अब बैङ्कमा तपाईँको मैले भने बच्चाको खाता हुन्छ नि त, बैङ्कमा सबभन्दा पहिला त खाता खोल्नुपर्छ। खाता खोलिसकेपछि मात्रै डिमेट खाता मेरो शेयर खाता खोल्न सकिन्छ नि त, हो। त्यही भएर अब यहाँनिर तपाईँले बैङ्क बच्चाको बैङ्क नाम यहाँनिर कुन बैङ्कमा छ है, यहाँनिर अब नेपालमा सबै बैङ्कहरूको देखाउँछ। यहाँनिर एभरेज बैङ्कमा छ भने एभरेज बैङ्क राख्नुहोस्, अब कुनमा छ यहाँबाट यसरी राख्नु होला। अब ब्रान्च होइन कहाँबाट खोल्नुभएको आफ्नो ठाउँको यहाँनिर ब्रान्च यहाँबाट हेरेर राख्नु होला। यदि तपाईँको ठाउँको छैन भने तपाईँको जिल्लाको त एउटा होला होइन, एउटा नाम त होला यसमा, जुन राख्दा पनि खासै फरक चाहिँ पर्दैन। त्यसपछि अकाउन्ट टाइप भनेको छ, अकाउन्ट टाइप यहाँनिर नर्मली सेभिङ नै हुन्छ, सेभिङ राख्नु होला। अनि त्यसपछि अकाउन्ट नम्बर भनेको छ, अकाउन्ट नम्बर छ बच्चाको यहाँनिर अकाउन्ट नम्बर राम्रोसँग हेरेर टाइप गर्नु होला है त, यसरी टाइप गर्नु होला। यदि गरिसकेपछि यहाँनिर नेक्स्ट भन्ने अप्सन हुन्छ, नेक्स्टमा क्लिक गर्नुहोस्। ल अब साथीहरू तपाईँले नेक्स्टमा क्लिक गरिसकेपछि यहाँनिर तपाईँले डिपोजिटरी डिटेल अथवा बेनिफिसरी ओनर आइडेन्टिटी नम्बर, यसलाई के भन्छ डिमेट नम्बर पनि भन्छ। यहाँनिर बिओआइडी अथवा डिमेट नम्बर यसमा राख्नुपर्ने हुन्छ। बिओआइडी भनेको तपाईँको डिमेट नम्बर। तपाईँको बच्चाको मेरो सेयर ओपन गर्नुहोस् होइन, त्यहाँनिर माई डिटेलमा जानुहुन्छ भने त्यहाँनिर डिमेट नम्बर हुन्छ, त्यो डिमेट नम्बर 16 अङ्कको यहाँनिर यसरी राखिदिनु होला। यो राखिसकेपछि यहाँनिर नेक्स्ट भन्ने अप्सन हुन्छ, नेक्स्टमा यसरी क्लिक गर्नुहोस्। अब त्यसपछि तपाईँ अप्सन 6मा आउनुभयो, मनी लन्ड्रिङ प्रिभेन्सनमा आउनुभयो। यहाँनिर सबैमा नो 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 गरिदिनु होला। त्यसपछि नेक्स्टमा क्लिक गरिदिनु होला। अब चाहिँ तपाईँ मेन स्टेप अथवा डकुमेन्ट अपलोड गर्ने स्टेपमा आउनुभएको छ। अब तपाईँले के डकुमेन्ट अपलोड गर्नुपर्छ म यहाँनिर सबै कुराहरू सरसर्ती भन्छु है त। डिस्क्लेमरमा के भनेको छ, प्लिज अपलोड डकुमेन्ट अप टु 5 MB, 5 MB भन्दा धेरै हुँदैन भन्दैछ यसले। अब जस्तो फोटो खिच्दाखेरि त कुनै जस्तो राम्रो मोबाइल छ भने, अलि महँगो मोबाइल छ भने त्यस्तो बसमा त ठुलो MB को आउँछ नि त फोटो, त्यसले घटाउनु पर्ने हुन्छ। अब घटाउनुको लागि तपाईँले यहाँनिर गुगलमा जानुहोस्, यहाँनिर टाइप गर्नुहोस् DIPAK 7 TOLS टुल्स गर्दा पनि हुन्छ। अथवा यहाँनिर तपाईँले जस्ट यहाँनिर DIPAK दिपक 7 भनेर सर्च गरिदिनु, यहाँनिर दिपक मात्र टाइप भएछ, दिपक 7 भनेर यसरी सर्च गरिदिनु भयो भने यो वेबसाइट आउँछ, देख्न सक्नुहुन्छ dipak7.com.np भन्ने वेबसाइट आउँछ। यसमा जानुहोस्। यसमा गइसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ, यहाँनिर इमेज कम्प्रेसर, इमेज कन्भर्टर भन्ने छ। यहाँनिर हेर्नुहोस् त तपाईँलाई के चाहिन्छ भन्दैछ, सुड बी जेपिजी के अरे PDF जेपिजी फर्मेटमा हुनुपर्छ भन्छ। PDFमा भए पनि हुन्छ भन्दैछ यसले, जेपिजीमा छ भने पनि हुन्छ भन्दैछ। जस्तो यहाँनिर हामीले फोटो अपलोड गर्दैछौँ नि त, फोटो अपलोड गर्दाखेरि यहाँनिर जेपिजीमा हुनुपर्छ भन्दैछ। अब यहाँनिर तपाईँले यहाँनिर जस्तो कन्भर्ट इमेज कन्भर्टमा क्लिक गर्नुहुन्छ भने यहाँनिर जस्तो ड्र इन क्लिक टु अपलोड भन्छ, यसमा अपलोड गर्नुहोस्। जस्तो यहाँनिर यसरी अपलोड गरेँ मैले, यहाँनिर अरिजिनल प्रिभ्यू भन्दैछ। अनि त्यसपछि क्वालिटी कति राख्ने तपाईँ, यस्तो यहाँनिर यसरी यहाँबाट यसरी छान्नुहोस् होइन, क्वालिटी यसरी छान्नुहोस्। यहाँनिर कन्भर्ट भन्ने त्यसपछि आउटपुट जेपिजीमा छान्नुहोस्, कन्भर्टमा क्लिक गर्नुहोस्। देख्न सक्नुहुन्छ हाम्रो अरिजिनल चाहिँ 185 KB को थियो, कन्भर्ट गरिसकेपछि 154 आयो। फेरि तपाईँलाई अझै सानो चाहिन्छ भने यसरी घटाउन सक्नुहुन्छ, फेरि कन्भर्टमा क्लिक गऱ्यो भने देख्न सक्नुहुन्छ यसरी कम हुँदै जान्छ। त्यसपछि डाउनलोडमा क्लिक गऱ्यो भने यसरी डाउनलोड गर्न सकिन्छ है त, यसरी घटाउन सक्नुहुन्छ। अथवा तपाईँले इमेज कम्प्रेसनमा क्लिक गर्नुभयो भने यहाँबाट पनि यसरी अपलोडमा क्लिक गरेर जस्ट तपाईँले यसमा अपलोड गरिदिनु भयो भने यहाँनिर देख्न सक्नुहुन्छ अटोमेटिक यहाँनिर तपाईँको इमेज कम्प्रेस भइहाल्छ अथवा साइज घटिहाल्छ। यसरी घटाउनु होला है। ल यो कुरा पनि तपाईँले बुझ्नुभयो। ल अब चाहिँ यहाँनिर तपाईँले के गर्नु पऱ्यो भने सिटिजनसिप ब्याक साइड भनेको छ, तपाईँको नागरिकताको पछाडिपट्टिको फोटो अपलोड गर्नुहोस् भन्दैछ। यसरी यहाँबाट यसरी अपलोड गरिदिनुहोस्। यसरी अपलोड गरिसकेपछि यहाँनिर यसरी हेर्न पनि सकिन्छ। मैले चाहिँ तपाईँलाई सिकाउनको लागि त्यत्तिकै एउटा फोटो अपलोड गरिदिएको हो, यो भिडियोको थम्बनेल अपलोड गरिदिएको है त। अनि त्यसपछि सिटिजनसिप फ्रन्ट साइड भनेको छ, फ्रन्ट भनेको अगाडि, ब्याक भनेको पछाडि। अब अगाडिको पनि अपलोड गर्नु पऱ्यो, अगाडिको पनि अपलोड गर्नु पऱ्यो। यो क्यान अपलोड सेम नेम भनेको यहाँनिर योको नाम सेम भयो नि त, त्यही भएर यहाँनिर यो अपलोड भएन भन्दैछ यसले। हामी यसको नाम एकछिन चेन्ज गरेर अपलोड गर्छौँ। ल
सबभन्दा पहिला तपाईँले डकुमेन्ट बनाउँदाखेरि तपाईँको त्यहाँनिर टक्क नाम लेखिहाल्नु होला है। जस्तो यहाँनिर जस्तो यो फोटो भने यहाँनिर यो चाहिँ त्यो रिनेम भन्ने हुन्छ नि, मोबाइलमा पनि हुन्छ, मजाले हुन्छ होइन। यहाँनिर जस्तो नागरिकता भने नागरिकता फ्रन्ट साइड, अनि नागरिकता ब्याक साइड, यो चाहिँ फोटो भनेर यसरी यो यिनीहरूको नाम चाहिँ डकुमेन्टको नाम चाहिँ दिनुभयो भने अझै तपाईँलाई सजिलो हुन्छ, क्लियरिफाई हुन्छ है। यहाँनिर जस्तो एकदमै राम्रो हुन्छ नि त हो, त्यही भएर त्यो चाहिँ सकिन्छ भने त्यो गर्नु होला। अब त्यसपछि तपाईँले आफ्नो बच्चाको त नागरिकता हुँदैन है, तपाईँले आफ्नो भन्दैछु म, तपाईँले हो यहाँनिर तपाईँको तपाईँ मदर हो कि फादर हो त्यो आफै जान्नु होला हो। अब यहाँनिर तपाईँले आफ्नो अपलोड गर्नु होला। नागरिकता पछाडिपट्टि गर्नुभयो, नागरिकता अगाडिपट्टि गर्नुभयो, त्यसपछि यो कम्पनीको हामीलाई चाहिएन, त्यसपछि थम पनि चाहिएन, त्यसपछि प्यान कार्ड, यदि तपाईँको प्यान कार्ड छ भने प्यान कार्ड पनि अपलोड गरिदिनु होला। अनि त्यसपछि सेल्फी विथ क्यारिङ गभर्मेन्ट इस्यु आइडी भनेको मतलब तपाईँले आफ्नो नागरिकता समातेर है, तपाईँ फादर हो कि मदर हो त्यो आफै जान्नु होला। मैले तपाईँलाई बार भन्दैछु किनकि तपाईँ कन्फ्युजन नहोस्, कुनै पनि कुरामा कन्फ्युजन नहोस्, मजाले भन्दैछु म। अब नागरिकता समातेर है, आफ्नो मजाले नागरिकता यसरी समातेर यसरी देखाएर राम्रोसँग फेस देखिने गरी यसरी फोटो खिच्नु होला, त्यो फोटो यसमा अपलोड गर्नु होला है। यो कुरा पनि मैले भने। अनि त्यसपछि यहाँनिर अपरेसनल लाइसेन्स पनि चाहिएन। राइट थम प्रिन्ट भनेको तपाईँको औँठा छाप, राइट के अरे दायाँ औँलाको होइन, दायाँ बुढे औँलाको औँठा छाप भन्दैछ। त्यो स्टार त छैन, तर तपाईँसँग यदि पोसिबल छ भने चाहिँ यो अपलोड गर्दा अझै राम्रो होला, नत्र आवश्यक चाहिँ छैन, यो अनिवार्य चाहिँ छैन यसमा है। जुन चाहिँ स्टार दिएको छ त्यो अनिवार्य छ है, तर यो कुरा चाहिँ फिङ्गरप्रिन्ट अनिवार्य छैन, तर तपाईँ पोसिबल हुन्छ भने यदि सकिन्छ भने चाहिँ अपलोड गर्दा राम्रो। यहाँनिर यो राइट फिङ्गरप्रिन्ट अपलोड गर्नु होला। अनि त्यसपछि नेसनल आइडी कार्ड अर कन्फर्मेसन भनेको छ। अब चाहिँ बच्चाको त राष्ट्रिय परिचय पत्र हुँदैन हो, अब चाहिँ तपाईँले आफ्नो अपलोड गर्नुपर्ने हुन्छ है। यहाँनिर आफ्नो अपलोड गर्नु होला। नेसनल आइडी कार्ड आएको छैन भने उताबाट एउटा पेपर दिएको हुन्छ नि त हो, त्यो पेपर अपलोड, त्यो पेपरको फोटो खिचेर अपलोड गर्दा पनि हुन्छ है। त्यसपछि यहाँनिर सिग्नेचर अन प्लेन व्हाइट पेपर। अब बच्चाले सिग्नेचर गर्न त सक्दैन, तर अब तपाईँले आफ्नो सिग्नेचर एउटा व्हाइट कपीमा यसो सिग्नेचर गरेर फोटो खिचेर यसमा अपलोड गर्नु होला है। त्यसपछि यहाँनिर म्याप लोकेसन भनेको छ। म्याप लोकेसन यो अनिवार्य छैन, तर तपाईँले कपीमा जस्तो तपाईँ काठमाडौँ हो भने, काठमाडौँ यसो सहर बनाइदिनु होला कपीमा होइन, त्यसपछि बिचमा यसो मेन रोड बनाइदिनु होला, अनि यहाँनिर मेरो घर भनेर यसरी देखाइदिनु भयो भने भन्छ। तर यो चाहिँ अनिवार्य छैन, सकिन्छ भने अपलोड गर्दा राम्रो है त। त्यसपछि अपलोड डिम्याट कन्फर्मेसन लेटर। अब चाहिँ यहाँनिर तपाईँले तपाईँको बच्चाको मेरो सेयर अकाउन्ट त तपाईँले ओपन गर्नुहुन्छ होला नि, तपाईँको बच्चाको होइन हो। मेरो सेयर अकाउन्ट ओपन गरेर त्यहाँनिर माई डिटेलमा गएर त्यहाँनिर यसरी स्क्रिनसट गर्दा पनि भयो, सबै डिटेल देखिने गरी, अथवा त्यहाँनिर डाउनलोड पिडिएफ भन्ने हुन्छ, पिडिएफमा गएर त्यो डाउनलोड गरेर त्यो पिडिएफ होइन, त्यो पिडिएफ यसमा अपलोड गरिदिनु होला। माई डिटेल भन्ने अप्सनमा जानु होला, त्यहाँनिर तपाईँको त्यो बच्चाको सबै देखाउँछ नि, नाम, जन्ममिति होइन, त्यसपछि डिम्याट नम्बर होइन, बैङ्क खाता के देखाउँछ नि हो, त्यो सबैको त्यो स्क्रिनसट गर्न पनि सक्नुहुन्छ, अथवा त्यहाँनिर पिडिएफ भन्ने अप्सनमा क्लिक गरेर त्यो पिडिएफ डाउनलोड गरेर यसमा अपलोड गरिदिनु होला है त। ल यो कुरा पनि भयो। त्यसपछि लेफ्ट थम प्रिन्ट भन्दैछ, मैले अगाडि पनि भने, यदि तपाईँले माथि राइटको अपलोड गर्नुभयो भने तल चाहिँ लेफ्टको अपलोड गर्नु होला, तर यो चाहिँ अनिवार्य छैन। र त्यसपछि यहाँनिर बर्थ सर्टिफिकेट इन केस अफ माइनर। यदि बच्चाको खाता खोल्दै हुनुहुन्छ भने यहाँनिर बर्थ सर्टिफिकेट अपलोड गर्नु भन्दैछ, तर हामी चाहिँ यहाँनिर बच्चाको अकाउन्ट ओपन गर्दैछौँ नि त हो, त्यही भएर अब चाहिँ तपाईँले यहाँनिर बच्चाको जन्म दर्ताको टक्क राम्रोसँग फोटो खिचेर यसमा अपलोड गर्नुपर्ने हुन्छ। यो चाहिँ अनिवार्य छ है त। यहाँनिर तपाईँले स्टार त छैन, तर यो चाहिँ अनिवार्य हो, किनभने हामी माइनरको अकाउन्ट ओपन गर्दैछौँ। अनि त्यसपछि यहाँनिर गार्जन फोटो इन केस अफ माइनर। त्यसपछि यहाँनिर के भन्दैछ, बच्चा खोल्दै हुनुहुन्छ भने तपाईँले आफ्नो गार्जनको फोटो अपलोड गर्नुपर्ने हुन्छ भन्दैछ हो। अब यहाँनिर तपाईँले आफ्नो होइन टक्क यहाँनिर पास भएको फोटो अपलोड गर्नु होला है त यहाँनिर यसमा। र त्यसपछि यहाँनिर अपलोड फोटो भनेको छ, के अरे फोटो अपलोड भनेको छ। अब यसमा चाहिँ बच्चाको फोटो अपलोड गर्नु पऱ्यो है त। यसमा चाहिँ बच्चाको फोटो अपलोड गर्नु पऱ्यो। गार्जन फोटोमा चाहिँ तपाईँको आफ्नो, तपाईँ बुवा हो कि आमा हो त्यो आफै जान्नु होला है। यहाँनिर तपाईँको गार्जनको फोटो अपलोड गर्नु पऱ्यो, त्यसलाई चाहिँ बच्चाको फोटो अपलोड गर्नु पऱ्यो। र यति गरिसकेपछि यहाँनिर लास्टको आर्टिकल एसोसिएसन अफ कर्पोरेसन यो परेन, यो पर्दैन। अनि यति सबै डकुमेन्ट अपलोड गरिसकेपछि यहाँनिर नेक्स्ट भन्ने अप्सन हुन्छ, नेक्स्टमा यसरी क्लिक गर्नुहोस् है त।
र त्यसपछि यहाँनिर तपाईँले एग्रिमेन्ट देखाउँछ। यो तपाईँले पढ्न पनि सक्नुहुन्छ होइन, यो धेरै पढ्नु आवश्यक पनि छैन धेरै है। तपाईँ आफ्नो ज्ञानको लागि या थप जान्न चाहनुहुन्छ भने तर तपाईँ पढ्न सक्नुहुन्छ। यहाँनिर प्रिन्ट गरेर प्रिन्ट पनि गर्न सक्नुहुन्छ। अनि त्यसपछि तपाईँले यसरी तल जानुहोस्। तल गइसकेपछि यहाँनिर सबमिट एप्लिकेसन भन्ने अप्सन हुन्छ। यो सबमिट एप्लिकेसनमा यसरी क्लिक गर्नुहोस्। त्यसमा क्लिक गरिसकेपछि त्यहाँनिर चाहिँ एउटा आई एग्री भन्ने टर्म हुन्छ होइन, त्यसमा टिक मार्क लगाइदिनु होला। अनि त्यसपछि त्यहाँनिर सबमिट गरिदिनु भयो भने तपाईँको आवेदन सक्सेसफुल्ली सबमिट हुन्छ। मैले चाहिँ यहाँनिर फर्म भरेको छैन नि त, त्यही भएर यहाँनिर मेरो चाहिँ सबमिट भएन। तपाईँ चाहिँ सबै फर्म भर्नुभएको हुन्छ, त्यही भएर तपाईँको चाहिँ त्यहाँनिर अपलोड हुन्छ, के अरे सबमिट हुन्छ। सबमिट भइसकेपछि यहाँनिर सानो एउटा पपअप मेसेज आउँछ। मेसेज आइसकेपछि त्यसपछि तपाईँको 3-4 दिनभित्र तपाईँको इमेलमा है, इमेलमा क्लाइन्ट आइडी र लिङ्क आएको हुन्छ। त्यो लिङ्क ओपन गरेर त्यहाँनिर तपाईँले नयाँ पासवर्ड राख्ने, त्यसपछि तपाईँले लगइन गर्न सक्नुहुन्छ। अनि लगइन गरिसकेपछि त्यसपछि त्यहाँबाट तपाईँले सेयरहरू किन्न पनि सक्नुहुन्छ, बेच्न पनि सक्नुहुन्छ है त। ल, एकदमै सजिलो तरिकाबाट आई होप मैले भिडियोमा सबै कुरा राम्रोसँग सिकाएको छु, भनेको छु है। धेरैजना प्यारेन्टहरू थाहा हुन्न नि त बच्चा कसरी खोल्ने भन्ने होइन। त्यही भएर एकदमै फ्रीमा घरैमै बसेर मजाले तपाईँले आफ्नो बच्चाको टिएमएस अकाउन्ट अथवा ब्रोकर अकाउन्ट अथवा ट्रेडिङ अकाउन्ट मजाले आरामले ओपन गर्न सक्नुहुन्छ। आई होप तपाईँले सबै कुरा बुझिसक्नु भएको छ। यदि कुनै कुरा बुझ्नुभएको छैन, अझै कन्फ्युजन छ भने तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ। मैले तपाईँलाई कमेन्टमा रिप्लाई गर्नेछु। र त साथीहरू, आजलाई यति नै। अर्को भिडियोमा भेटौँला। धन्यवाद।